गाइस गुड मर्निङ अहिले चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ गाडी आइसकेको छ यहाँ जङ्गल सवारीको लागि हेर्न सक्नुहुन्छ अब चाहिँ ब्लग चाहिँ के हो थाहा भएन अब चाहिँ हामी अब जङ्गल सवारी जानेवाला छौँ हामी केटाहरू हल्का रेडी भएको छौँ हल्का केटाहरू चाहिँ अब हल्का केटाहरू चाहिँ माथि छ रेडी हुँदैछ हेर्न सक्नुहुन्छ यहाँ त केटाहरू चाहिँ हल्का रेडी हुँदैछ अनि यहाँ हाम्रो गाडी पनि आइसकेको छ अब हामी जान्छौँ एकछिनमा जङ्गल सवारी अनि त्यसपछि हामी उनीहरूलाई भेटौँला हामी चाहिँ अहिले गाडीमा चलिरहेको छौँ जङ्गल सवारी जानको रेडी भएको छौँ सबैले ह्याप्पी बर्थडे भनिदिनु कमेन्टमा चाहिँ आज अब हामी जति बेला छौँ जङ्गल सवारी रेडी हुँदैछ अब सँगसँगै हामी टाढो जाने हो यहाँ झडा गरिदियो यहाँ झडा गर्दैछ हेर्नु हामी चाहिँ अहिले अब रुमबाट निस्किसकेको छौँ हेर्न सक्नुहुन्छ अब हामी जङ्गल सवारी जानु लागि रेडी एकदम भएको छौँ साथीहरू छ बर्थडे बोय केटाहरू हेर्न सक्नुहुन्छ है यहाँ कुरो गर्दैछ अब यहाँ हाम्रो गाडी छ हामी चाहिँ फर्स्ट अगाडि नै बसेको छौँ भ्यू हेर्नको लागि एकदम अनि अब सिधै हामी हजुरलाई जङ्गलमा भेट्नेवाला छौँ एकदम बगल वाल चाहिँ देखाउनुलाई छौँ देख्यो भने चाहिँ हामीले हजुरलाई देखाउँछौँ हामी देख्नु भने चाहिँ देखाउँदैनौँ होइन त्यही ल छुट्याउँला है त गेट लागेको थियो गेट ओपन भइसकेको छ अब हामी सिधै जङ्गल अब हजुरलाई देखाउँछौँ के देख्छ हामीले जे देख्छ हजुरलाई पनि त्यही देखाउने बेला छ अनि यो भिडियो चाहिँ एकदम लास्टसम्म हेरिदिनु होला त्यही हो होइन अनि अब हाम्रो अब सफारी सुरु हुन्छ हाम्रो एकदम गुड बेला छ है त अब एकछिनपछि भेट्छ अहिले यता पुगेपछि मयुर यहाँ छ है अलिक टाढा देखेको ल खाना नाम के हो तर त्यो नै पुलिस हामी अब हामी यसरी जङ्गल सवारीभित्र प्रवेश गरिसकेको छौँ भनेर सक्नुहुन्छ अब हजुरहरूले के गर्नु सक्नुहुँदैन जस्तो म देखाउँछु धेरै पनि बोल्न मन मिल्दैन हामीले जङ्गलमा केही भेटेन अब सिधै हामी जान्छौँ त्यही यो र त्यो मयुर मयुर त्यहाँ छ हेर्न सक्नुहुन्छ मयुर यहाँ छ यति मात्रै हेर्ने अब हेर सबैले चाहिँ यहाँ घाँस दिँदैछ हेर्न सक्नुहुन्छ हामी चाहिँ अब निस्किसकेको छौँ अनि जङ्गल सवारीबाट भयो त्यति देखेको त्यति देखाइदियो हजुरहरूलाई अब सिधै हामी हात्ती हेर्न बुर्रा मोमो आयो मोमो बस बुर्रा ओइ बुर्रा हामी चाहिँ हात्ती हेर्न आएको छौँ हेर्नुहुन्छ हात्ती यहाँ एकदम ठुलो हात्ती मेरो भिजा लाउँछु यो भिजा रे भोलि अगार जाउँ ल हामी जान्छौँ अब बोला त्यहाँ हँसेर त्यसले हामी सिधै ब्याक टु ब्याक कहाँ हुन्छ थाहा छैन अब यहाँ हामी निस्किसकेको छौँ अब म जान्छु अब यहाँ चढ्छौँ ल अहिले भेटौँ ल र हामी चाहिँ रुम आइसकेको छौँ सक्नुहुन्छ अब रुममा जान्छौँ फ्रेस हुन्छ यो हो जङ्गल सवारी गयो तर केही नै भेटेन गाह्रो छ है गाह्रो लास्टै घाम पनि लागिसकेको छ हेर्नु सक्नुहुन्छ घाम लागिसकेको छ अब हामी टक्क आएर अब एकछिनमा फ्रेस भएर सिधै हामी अब बाहिर भेटिन्छौँ है हामी त अहिले होटलबाट चेकआउट भएर गर्ने अहिले हामी चोकमा बसेको छौँ यहाँ हुनुहुन्छ हाम्रो साथीहरू कोही साथीहरू पछाडि नै छ
अहिले एकछिन नआउँछ हामी त्यो साथीहरूलाई कुद्दैछौँ केटाहरूलाई कुद्दैछौँ केटाहरू आउँदैछौँ न अब वाइल्ड गर्मी छ अनि के भन्छ अरे अब हामी चाहिँ यहाँबाट सिधै जलपिरे जान्छौँ जलपिरे हामी अब गएर घुमेर त्यसपछि चाहिँ हामी घरतिर फर्किन्छ अब सायद जलपिरे पुगेपछि भ्लग पनि दिन्छ होला सायद किनभने मोबाइलमा चार्ज पनि छैन कति यस्तै 50 चार्ज होला 50% चार्ज छ होला अनि चार्ज दिन्छ होला सायद मेरो मोबाइलमा अनि त्यो जलपिरे पुगेपछि चाहिँ आउनेवाला छ भ्लग चाहिँ लेट्स गो है भ्लगमा आउँछ भ्लगमा त्यही यहाँ चाहिँ गैडा हुन्छ गैडा हटा तिमी ल अलि पछि भेट्छ सिधै किनै पछि हेलो केटा हो हामी चितवन आइपुग्यो है ब्याक टु ब्याक चितवन अगाडि छ एयरपोर्ट छ है हामी चाहिँ खाना बस्नेको छौँ यिनीहरूले खाना पाइसकेको छ यिनीहरूले खाना पाइसकेको छ हामी चाहिँ खाना पाएन उठा कहाँबाट खाना आउँदैछ हाम्रो यहाँ चाहिँ यो के हो यो मुला गाजर हो यहाँ चाहिँ त्यसपछि चट्नी काँक्रो लेमन त्यसपछि अनि यो पर्सीको साग होला अनि यो चाहिँ आलु प्लस बोडी होला अन्त अब खान्छौँ सिधै खाए ल एकदम दाल हालिन् त अलिक पछि भेट्छौँ चाहिँ खाना खाएछ है खाना खाएर बसेको छौँ अब हामीहरू निस्किन्छौँ अब हामी निस्किन्छौँ अब त हामी निस्किन्छौँ खाना खाइसकेको छौँ अब सिधै हामी जलपिरी जान्छौँ जलपिरीमा भेट्छौँ एकदम गर्मी छ एकदम गर्मी वाइल्ड गर्मी यस्तो घाम छ बाहिर हेर्नु सक्नुहुन्छ यस्तो घाम छ कि हामी चाहिँ खाना खानु चाहिँ ट्याक्कै अनि अब सिधै जलपिरी जान्छौँ केटा हो फाइनली हामी जलपिरे प्र्याङ भयो जलपिरे मानेको होइन अब उतापट्टि अर्को त अर्को ठाउँ यस्तै अर्को उतापट्टि अगाडि हाम्रो केटाहरू जाँदैछ जलपिरेको यात्रा आज टाढा होइन 5 मिनट ओन्ली 5 मिनट्स हेलो गाई जलपिरे आइपुग्यो हामी 5 मिनटमा हामी जलपिरे भनेको बाइक जानु रे साधन जानु रे धोएको पैसा देऊ यहाँ रिभिल भयो मलाई सब मेरो त्यो हात्ती धोएको पैसा यो नि त 10 जानु 100 रुपियाँ पुग्छ लगेपछि भेटौँ ल भेट्छौँ डाइरेक्ट माथि गएर भेट्छौँ अब हिँड्दै जाने होला साधन राखेर अब सिधै माथि जलपिर पुगेपछि झरना पुगेपछि देखाउँछ हजुरहरूलाई हामी चाहिँ आएको हिँड्दै आएको अब चाहिँ जानु लाग्यो भने निस्किनु लाग्यो होला अब सिधै तल गएर भेट्ने होला तल गएपछि भेट्ने होला हिँड्दै आएको तल गएर भेटौँ बाहिर हम कब आएगा स्टार्ट करो साइकल लगा तिम्रो साइकल उसले त जाम है गर्छौँ ल हामी चाहिँ भाइलाई प्र्याङ्क गर्न लगाएको छ निकाल्ने चाहिँ भाइको साइकल चलाएको छ हामी जस्तो प्र्याङ्क गरेर उता गएको जस्तो गर्छौँ आइसकेको कि आएर केटा
धन्द भइसक्यो ल है तिमी ल ल तिमी ल ल जाउँ अब फोटो जाउँ अब फोटो खिच्छौँ अनि त्यसपछि भ्लग हेर्न सकिन्छ भ्लग सकिन्छ भनौँ अब चार्ज पनि छैन मोबाइलमा अब भ्लग एन्ड गरिदिन्छु अब यति नै हो भ्लग बबाल भयो छोराको चाहिँ अब बिट्ठो सबै याद पनि भयो भोलि आउँछ होला अहिले अब कहिले आउँछ त्यो पनि थाहा छैन फिक्स त किस्तामा आउँछ थोरै थोरै किली किली भयो क्या ल अब यहाँ फोटो खिच्छौँ अब ग्रुप फोटो हुन्छ एकचोटि अनि जाने त्यसपछि साथीहरू रिसाएको छ कृपया साथीहरू रिसाएको छ छिटो घर जाने हुनाले हामी आज फोटो खिच्दैनौँ पछि कुनै दिन आउँदा फोटो खिच्नेछौँ त्यति हो क्या त्यति हो जस्तो आउने लगातार ल खिच्यो बस न यहाँ लगाउन हामी चाहिँ अहिले त्यहाँबाट हिँडिसकेको छौँ अब घरतिर जाँदैछौँ अनि त्यही अब मोबाइलमा चार्ज पनि छैन त्यही भएर अब भ्लग पनि हेर्न सकिन्छ मात्रै होइन अब जो मान्छे नयाँ सब्सक्राइब गरिदिनु च्यानलमा चाहिँ अनि अब भेटौँला अर्को भिडियोमा है त गाइस ओके बाई बाई